थ्याङ्क यू सो मच फर चक्लेट 20 रुपियाँ एकचोटि यता हेरेर भन्नु त मैले हजुर सुजु होइन त बस्नु यतै अगाडिबाट जाने हो ओके हस् बस्नुहोस् भयो होइन त ओके यहाँ माथिबाट राइट हो कि लेफ्ट हो यहाँबाट ओके ओके एकछिन है त म पन्जा लगाउँछु कि आई डोन्ट नो कति टाढा छ यहाँ हेरौँ अनि थाहा हुन्छ है त 8 बजी पुग्नु पर्ने हो हजुरको ओके भनेको पुगिन्छ मजाले अझै अगाडि पुगिन्छ लाइक यहाँनिर होइन 7:53 मा पुगिन्छ भनेर देखाएको छ अबको 17 मिनट्स मेबी त्यहाँनिर हल्का छिटो ढिलो भयो भने नि पुगिहालिन्छ नि होइन तर बिहानै ढिलो चाहिँ हुँदैन टेन्सन नलिनु छिटै हुन्छ लोकेसन त यतै सकिसक्यो लोकेसन अब बाटो भन्नु अब लोकेसन त सक्यो के क्लिनिक ओके त्यहाँ चोकतिर रहेछ नि कता हो होइन लास्ट राम्रै हुँदो रहेछ त्यसरी जज गर्नु चाहिँ राम्रो कुरा त होइन हजुरको ब्याङ्कबाट हो कि सेवा हो त्यसो भए मलाई आइएमई पेमा हालिदिनु ल हजुर सेम एउटै हो अरूमा जसरी हाल्नुहुन्छ त्यही हो राइड कस्तो लाग्यो रिभ्यू चाहिँ दिनु होला टाइमभन्दा 8 मिनट्स अगाडि लिएर आइदिएको छु मैले होइन हजुरको टाइम ठिकै थियो निस्किँदा भनेपछि हजुरको अब कति बजी छुट्टी कति बजीसम्म यहाँ बस्नु भनेको बेलुका कि अहिले अनि सक्यो अनि मतलब अहिले पछि फेरि आउनुपर्छ कि आजको दिनलाई सक्यो ड्युटी सक्यो अनि स्यालेरी त के चाहियो भने 8 बजी आएर 9:30 बजे छुट्टी लास्ट दामी रहेछ त अनि अब तपाईँलाई नराम्रो लाग्यो नि मलाई चाहिँ राम्रो लाग्यो है फेरि हस् थ्याङ्क यू वेलकम तपाईँले मलाई चक्लेट दिने के को लागि बर्थडे हो अनि खोइ भाइ थ्याङ्क यू सो मच फर चक्लेट उहाँले चाहिँ मलाई चक्लेट दिएर बिहानै मिठाई खाएर होइन यस्तो राम्रो स्वागत गर्दै हुन्छ जस राम्रै हुनुहुँदो रहेछ मान्छे जस्तो भयो भने बिहेभियर बानी चाहिँ बवालै रहेछ होइन सो राइड गर्नुभएकोमा धन्यवाद वेलकम ह्याभ ए गुड डे राम्रोसँग जब गर्नु होला चक्लेटको लागि पनि धन्यवाद है हजुर बस्नु यतै पछाडिबाट जाने हो बस्नु न भयो हजुरले मलाई त मजाले कुराइदिनु भयो त यहाँ सो यस्तो हिउँ पर्नु लाग्यो जस्तो लागिरहेको छ डाँडातिर होइन हुस्सु लागेर यत्रो 7 बज्नु लागिसक्यो घाम लाग्ने बेलामा के भएको यस्तो जाडो माइको कता गाउँ भनेको सैलुङ हो हजुरको गाउँ सैलुङ भन्दा कता हो ठ्याक्कै ठाउँको नाम भन्नु त मैले सुनेको छु होइन तर म पुगेको छैन सैलुङ चाहिँ पुगेको छु भइसक्यो पनि थाहा छ मेरो घर त्यहाँबाट ओह्रालो झऱ्यो भने 5 घन्टा लाग्छ ओह्रालो झऱ्यो भने खै त बाटोमा मेरो घर पनि दोलखा हो नि त
सैलुङमा त हिउँ पर्छ त अनि मलाई जानु मन लागिरहेको छ हिउँ परेको बेला अहिलेसम्म गएको छैन म हिउँ परेकै बेलामा गाह्रो त हुन्छ नि तर आई डोन्ट मिन एक्लै जाने होइन नि त मतलब जाँदाखेरि अब तपाईँ कोसँग जानुहुन्छ भन्ने कुरामा पनि डिपेन्ड हो कि अब कतिको रमाइलो गर्नुहुन्छ भन्ने कुरा त्यसमा पनि डिपेन्ड हुन्छ नि त एक्लै गयो भने त के को रमाइलो उहाँ चाहिँ को हुनुहुन्छ त अनि गाउँमा यहाँ चाहिँ तपाईँ लास्ट गफाडी अहिले आएर चाहिँ मलाई फिल भइरहेछ होइन मैले एकदम गफाडी मान्छेसँग गफ गर्दै आइरहेको सुरुमा छिमेकी पो पर्नु भएछ सैलुङको खिजी फलाटे भने नि सैलुङै हो र भने खै कता हो यहीँ हो कुन घर हो घर आयो कुन घर हो हजुरको खोइ यो घर हो ओए उकालोमा स्कुटर अडिँदैन नि त 20 रुपियाँ एकचोटि यता हेरेर भन्नु त यहाँ नै 255 को राइडमा उहाँ हजुर महान 20 रुपियाँ दिएर पठाउँछु भन्दै हुनुहुन्छ मलाई कसरी को हो यो उठाइदिन्छु म 5 कति थियो 255 होइन यो मान्छेले उठ्यो मैले हर्सुला भनेको होइन कि यहाँ यो मान्छे 300 400 500 तपाईँलाई ल 5 रुपिस चाहिँ डिस्काउन्ट दिएँ मैले ओके खुसी हुनुहुन्छ हस् वेलकम हेभ अ गुड डे बाई बाई ओ शिट